हामीलाई पटक पटक बलात्कार गरियो अनि हामीलाई निर्मम रूपमा हत्या गरियो। हाम्रो चिच्याहाट कसैले पनि सुनेन। आज पनि हामी न्यायको खोजीमा डाँडा, पाखा, खोला, नाला र जङ्गलका बाटाहरूमा भोटारिरहेका छौँ। हामी अझै पनि रातो टीका लगाएर आफ्नो सुन्दर पहिरनमा न्यायको आशामा यही धरतीमा भोटारिरहेका छौँ। हामीलाई न्याय कसले दिने? हाम्रो आवाज कसले सुन्ने? दोषीलाई कारबाही कहिले हुन्छ? हो, हामी त्यही दिदी बहिनी हौ जो एकै घरका 3 दिदी बहिनीहरू। छोड्यो नि भन